पाइदैन बालन सुदनलाई पक्राउ गयो बालन सुदनलाई पक्राउ गयो के छ भने यो जसरी काठमाडौँमा अहिले भर्खर तपाईले भन्नुभयो काठमाडौँमा निवेदन पनि दियो जाहेरी नि दियो र जिल्ला धनुषा किन गरे भने यो नेपालको धरोहरहरू जुन छ नि जस्तै हामीले सिंहदरबार हेर्यौं सांसद भवनहरू यो सबै नेपालीको हो मात्र एकजना काठमाडौँ बस्ने केन्द्रित यो आन्दोलन हैन यो हाम्रो नेपालीको हरेक नागरिकको हो हामी सबै नेपाली नागरिकले यसको विरुद्धमा उभिनु पर्छ किनभने हाम्रो क्षति देशको क्षति हो यो यस्ता अराजकता फैलाउने एउटा एनजिओ का जहाँ मान्छेले जस्तै हाइजेक गरेर सम्पूर्ण अहिले जीएनजीहरूको साथीभाइहरूले जुन आन्दोलन गर्नुभयो सङ्घर्ष गर्नुभयो त्यो भ्रष्टाचार विरुद्ध गर्नुभयो तर यहाँ के गरे हाइजेक गरेर एनजिओ जस्तो अहिले टिमहरूले जुन हाइजेक गरेछ त्यसको विरुद्ध हामीले यो देशमा यति बर्बादी गरेछ त्यो हामी सम्पूर्ण नेपालीले एकदम सोच्नै पर्ने अवस्थाले भन्नुभएको थियो नि आफ्नो श्रीमती प्रवेश निषेध गरेको बेलामा उहाँले भन्नुभएको थियो च्यालेन्ज गर्नुभएको थियो कि हामी सिंहदरबार जलाउँछौँ त्यो गरेर देखाएको त्यसको सुनियोजित तरिकाले गरेको हुनाले त्यसको विरोध हामी पनि गरेको हो हामी हरेक नागरिक अहिले यो मात्रै एमालेको होला तर आउने दिनमा हेर्नु होला हरेक नागरिकले यो कुरा सोच्ने आवश्यकता आएको छ समय आएको छ किनभने हाम्रो लगानी छ हाम्रो ट्याक्सले यो ठुलठुला यस्ता भवनहरू बनाएको छ नि आज हामी 20 वर्ष पछाडि भएछौँ यो बुझ्नुपर्छ आज हामीले यो कुनै पनि विदेशी लगानी गर्न यहाँ डराउँछन् किनभने हाम्रो जुन देशमा जुन तहसील हिल्टन होटल छन् भाटपटिन जस्तो जसले हजारौंको संख्यामा चाहिँ रोजगार दिएका छन् त्यस्ता बर्बाद परेछ भने हामीले बुझ्नु पर्ने हो यो हैन ठीक छ भ्रष्टाचार विरुद्ध सबले लड्या तर यसको मतलब हामी संहिताको लागि पनि लडेको माओवादीले जनयुद्धको लागि पनि लडेको तर देश बनाउनलाई सबैले लडेको आज देश बर्बाद बनाउने जुन गतिविधि गर्यो घुसपेटियाहरूले त्यसको विरुद्ध हामी खडा हुन्छौँ।